नमस्कार। यहाँहरूलाई बाचा गरे अनुसार कार्यक्रमको अन्तिम चरणमा हामी केही कुरा राख्ने गर्छौँ, जीवन उपयोगी कुरा। यसैको सेरोफेरोमा भर्खरै मात्र मैले भन्न भ्याएको कुरा फेरि दोहोऱ्याउन चाहन्छु। शरीर मूर्त छ, कङ्क्रिट छ, भौतिक छ र यो शरीरलाई चलाउने मन र चेतना अमूर्त छ, अभौतिक छ। एकातिर शरीर, अर्कोतिर मन र चेतना, यो दुईलाई जोड्ने काम एउटा चिजले गरेको हुन्छ, त्यो हो श्वास क्रिया। त्यो शरीरभन्दा सूक्ष्मै छ, मनभन्दा स्थूल छ, त्यो बीचमा। र जुन दिनमा श्वास फेर्न बिर्सिन्छ अथवा श्वास फेर्न सकिँदैन, त्यो दिनमा शरीर र मन, शरीर र चेतना छुट्टिएर जान्छ। त्यसलाई मृत्यु भनिन्छ, त्यसलाई मृत्यु भनिन्छ। अतः मान्छेको मृत्यु भनेको श्वास नफेर्नु। त्यसकारण जिन्दगी भनेकै श्वास हो, जिन्दगी माने नै श्वास हो। त्यसैले जब यो श्वास मिल्छ, जिन्दगी मिल्छ। जब यो श्वास गजबसँग फेर्न जान्छौँ हामीहरू, जिन्दगी गजबसँग बाँच्न जान्छौँ हामीहरू। र जब यो श्वास फेर्न जान्दैनौँ हामीहरू, त्यसपछि जिन्दगी खस्किन थाल्छ, जिन्दगी वराल लाग्न थाल्छ, जिन्दगी बर्बादीतिर जान थाल्छ। जिन्दगी कन्फ्युजनमा, डिप्रेसनमा, फ्रस्ट्रेसनमा, र त्यसपछि मान्छेले विभिन्न किसिमका क्रियाकलाप गर्छन्। सबभन्दा खतरनाक क्रियाकलाप आत्महत्या। अझ मान्छेको सभ्यताको अहिलेको वेदना त जुबिनाइल सुसाइड। त्यो भनेको भर्खर चाहिँ बच्चै हुन्छ, 12, 13, 14 वर्षका बच्चाहरू। रेकर्ड त 8 वर्षको बच्चाले आत्महत्या गरेको पनि छ। र यो जुबिनाइल सुसाइड बढ्दो छ संसार। केटाकेटीले आत्महत्या गर्थे, 16, 17, 18, 19 पुगिरहेको हुन्छ, कलकलाउँदो वयसमा आत्महत्या गर्नुहुन्छ। अब आत्महत्या गर्नु भनेको एक्सट्रिम रिजल्ट हो। एक्सट्रिम रिजल्ट के त भन्नाले मनमा उसको कुरा खेलिरहेको छ। आत्महत्या गर्न अगाडि मरौँ मरौँ भन्ने विचार हुन्छ। आत्महत्या गर्न अगाडि मरौँ मरौँ भन्ने विचार हुन्छ र त्यो विचारले व्यवहारमा, एक्सनमा आत्महत्या गराइदिन्छ। हेर्नुहोस् है, त्यसकारण आत्महत्या भनेको रिजल्ट हो, त्यसलाई रोक्न सकिँदैन। किनकि त्यसको प्रोसेस कता छ त्यसलाई ठम्याउनु पर्छ र त्यसको कज के हो त्यसलाई चाहिँ सम्बोधन नगरेसम्म आत्महत्या लगायत संसारका खतरनाक कुनै पनि कुरालाई रोक्न सकिँदैन। किनकि कुनै पनि व्यवहार त्यो रिजल्ट हो। जस्तै म कसैलाई प्यार गर्छु अनकन्डिसनली, यो व्यवहार हो। तर यो व्यवहार भनेको रिजल्ट हो, मेरो मनभित्र केही चलिरहेको छ, त्यसको रिजल्ट। अतः व्यवहार, हामी मान्छेको व्यवहार राम्रो भएको देख्न चाहन्छौँ है। मान्छे जहिले पनि खुसी होस्, अरूलाई सहयोग गरून्, जहिले पनि प्रेम बाँडोस्। तर त्यो त रिजल्ट मात्र चाहेर हुँदैन कि। किनकि त्यो रिजल्टलाई पाउनको लागि प्रोसेस राम्रो हुनुपर्छ। प्रोसेस गडबड भयो भने रिजल्ट पहिल्यै गडबड हुन्छ। जस्तै हिसाबमा के हुन्छ भने, हिसाबमा हामीले 2, 4, 5, 6 जोड्दै जोड्दै जान्छौँ, एन्सर निकाल्दैका हुँदैनौँ। तर ननिकाले पनि एन्सर त आइसक्यो नि त्यहाँ। तपाईँले जोड्दै 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 गएपछि त एन्सर त आइसक्यो।
निस्कनु ननिस्कनु पछिल्लो कुरा भयो। तर त्यो पहिल्यै जुन जोड्नु भएको छ नि, आज 2 जोड्नु भयो, भोलि 4 जोड्नु भयो, 6 जोड्नु भयो, 11 जोड्नु भयो, त्यो जोड्दै जोड्दै जानुको रिजल्ट त छ। रिजल्ट थाहा भए पनि नभए पनि रिजल्ट त भइसक्यो, राइट? सो एन्सर इज अलवेज अलरेडी देयर। त्यसैले यो जति अहिले हामीले भोगिरहेको शारीरिक रोग, अहिले हामीले भोगिरहेको मानसिक कन्फ्युजन, पीडा, दर्द, यो जम्मै रिजल्ट हो क्या। के अरे हो। त्यस कारण यसलाई हटाउन सकिँदैन रिजल्टलाई, किनकि हिसाब पहिल्यै गडबड गर्ने अनि एन्सर मात्रै करेक्सन गर्ने। पहिला सबै हिसाब गडबड गरेर आयो भने एन्सर चाहिँ ठिक हुँदैन, राइट? तपाईँले चाहेको एन्सर चाहिँ आउँदैन। मलाई डिप्रेसन भयो, किन यो हुने हिसाब लगाउँदै गयो जिन्दगी, अनि परिणाम डिप्रेसन। मलाई रोग भयो, मलाई पीडा भयो, मलाई दर्द भयो, मलाई समस्या भयो, मलाई बाँच्न मन लागेन, मान्छेसँग धेरै गुनासो छ नि। त्यो गुनासोलाई हटाउन सकिँदैन, किन त प्रोसेसमा गडबड गरेछ। प्रोसेसलाई हटाउनुपर्छ र प्रोसेसभन्दा माथि फेरि कज छ, कजलाई हटाउनु कारण। ओके, र यही सिलसिलामा मैले यहाँहरूलाई केही कुरा सेयरिङ गर्नुपर्दा आत्महत्याको कुरा भर्खरै हामीले उकायौँ। आत्महत्या भनेको रिजल्ट, अपराध भनेको रिजल्ट, दुःख दर्द भनेको रिजल्ट, घृणा द्वेष मारामारी रिजल्ट, इभन प्यार प्रेम पनि रिजल्ट। एभ्रिथिङ इज रिजल्ट द्याट कम्स इन्टु द प्रेजेन्ट। वर्तमानमा आएका सबै कुरा रिजल्ट। म खुसी छु, यो रिजल्ट। म मायालु छु, यो रिजल्ट। म स्वस्थ छु, यो रिजल्ट। के को रिजल्ट? पास्टमा गरेका कुराहरूको रिजल्ट, राइट? कर्मको रिजल्ट, कर्मको फल हो। पुरानो भाषामा सालाखाला भनिदिँदा यो कर्मको प्रतिफल हो। तर अलिकति साइन्टिफिक लेभलबाट जाँदा, मनोविज्ञान मात्र होइन कि भौतिक विज्ञानबाटै अघि बढ्दाखेरि अझ हामी चाहिँ क्लियर के हुन्छौँ भने कोही पनि मान्छे दुखी हुन्छ मानसिक रूपमा, त्यो मैले रिजल्ट भने। सुखी हुन्छ, त्यो पनि रिजल्ट भने। तर त्यो रिजल्ट किन आयो त? मैले नचाहेको रिजल्ट किन आयो त भन्नाले नचाहेको रिजल्ट आउनुको पछाडि कारण छ। कारण छ कि छैन? कारण हुन्छ कि हुँदैन? सबै कुरामा कारण हुन्छ। त्यसमा हालसालै वैज्ञानिकहरूले एउटा अद्भुत कुरा पत्ता के लगाएको छ भने, मैले छस्स यहाँहरूलाई भनिदिनु पर्दा यहाँहरूले बुझ्ने भाषामा, एड्रेनलिन भन्ने एउटा हर्मोन हुन्छ जो एड्रिनल ग्ल्यान्डबाट निस्कन्छ। एड्रिनलिन यो हर्मोनले हामीलाई जोस, जाँगर, एनर्जी दिन्छ र स्ट्रेस पनि दिन्छ। जस्तै हामीले बाघ देख्यौँ या कुकुरले लखेट्यो हामीलाई, त्यो एड्रिनलिन हर्मोन निस्कन्छ। अनि त्यसपछि हामी इमोसनमा आउँछौँ। कुन मोसनमा? इमोसनमा। अनि इमोसनमा आउनासाथ यो ब्रेन छ नि, यो फ्रन्टल लोब जसले विचार गर्छ, बुद्धि लगाउँछ, तर्क गर्छ, त्यो ट्याक्कै रोकिन्छ। यसलाई बुझ्नुहोस् है। म अहिले भने नि मैले, जिन्दगी वर्तमान भनेको परिणाम हो, तर कारण कतै छ, त्यो कारण हामी खोज्दैछौँ। जब हामी इमोसनल हुन्छौँ, पोजिटिभ होस् या नेगेटिभ होस्, दिमागले काम गर्न छोडिदिन्छ। कसैलाई प्यार गर्दा पनि त्यही हुन्छ। साह्रै माया गर्छौँ नि हामी कसैलाई, यो माया गर्ने मान्छेहरूको ब्रेन चल्दैन। ब्रेन चलेको भए माया त्यसरी गर्दैन। त्यसैलाई साहित्यिक पारामा विलियम शेक्सपियरले लभ इज ब्लाइन्ड, love is blind. No, not only love, all emotions are blind, whether it is love or hate. तपाईले साह्रै माया भन्नुहुन्छ नि, मायाको धेरै लगानी गर्यो भने बुद्धि चाहिँ बिक्री भइ हुन थाल्छ, लिलामी हुन थाल्छ बुद्धिको। याद राख्नुहोस् त्यो कुरा, इमोसनल एट्याचमेन्ट जसलाई भनिन्छ। त्यसकारण माया भनेको राम्रो कि नराम्रो भन्दाखेरि इट इज भेरी कन्ट्रोभर्सियल कुरा। माया भनेको राम्रै इमोसन हो, तर त्यो माया धेरै लामो जहिले पनि माया माया भनिरह्यो भने
द्याट बिकम्स कज अफ साइकोलोजिकल प्रब्लम। कति मान्छेलाई त्यो साइकोलोजिकल प्रब्लम बन्छ। किन त भन्नाले जसलाई उसले माया गर्यो त्यो माया गर्ने मान्छेले जहिले पनि उसलाई त्यही पाराको व्यवहार त गर्न सक्दैन। सक्छ सक्दैन, किनकि एभ्रिथिङ इज चेन्जेबल। अनि उसले भने जस्तो गरेन भने जसलाई माया गरियो सबभन्दा बढी घृणा गर्न थाल्छ, फेरि अर्को अतिमा जान्छ। एउटा माया गर्नु नै एउटा अति थियो, अब झगडा गर्नु अर्को अति हुन्छ। त्यसकारण अक्सर हेर्नुहोस् त, जसले प्यार धेरै धेरै प्यारको लगानी गर्छ अनि वारको थालनी पनि उनीहरूले नै गर्छ। राइट र प्यारको लगानी सबभन्दा बढी गर्ने परिवार जोडा जोडी यिनीहरूमा जति वार अरू कसैमा पनि हुँदैन, किनकि प्यारको लगानी धेरै भइसक्यो। प्यार एउटा पोजिटिभ इमोसन हो, अब वार नेगेटिभ इमोसन हुन्छ। राइट? यो पोजिटिभ इमोसन होस् या नेगेटिभ इमोसन होस्, दुवैको एउटा फङ्सन बुद्धिलाई स्वाहा पार्ने। रिसाउँदाखेरि पनि बुद्धिले काम गर्दैन। जस्तै हाम्रो घरमा कोही मान्छे रिसाएको बेलामा कन्भिन्स गर्न सकिँदैन, सकिन्छ? सकिँदैन, किनकि त्यहाँ बुद्धि नै छैन। किन? त्यसकारण चाहिँ उसको बुद्धि उडिसक्यो भनेर हामीले बुझेन भने हाम्रो पनि उडिसक्यो। अनि बुद्धि उडेका दुईजना प्राणी भनेको यिनीहरू बुद्धि हुँदैन, एकले अर्कोलाई कन्भिन्स गर्न खोजिरहेको हुन्छ। परिणाम चाहिँ वार बढ्दै जान्छ, युद्ध बढ्दै जान्छ। राइट र रङ? है, जब छोरा छोरी दाइ भाइ घर परिवारका कोही मान्छे इमोसनल हुन्छ नि, हामी सम्झाउन पुग्छौँ है। हामीले जति सम्झाए पनि उसले सम्झँदैन, त्यसमा उसलाई सम्झाउनै होइन, उसले सम्झिँदैन भनेर हामीले सम्झेर फर्के पुग्छौँ। त्यो रिसाएकी श्रीमतीलाई, रिसाएका श्रीमानलाई, रिसाएका हाकिमलाई यु क्यानट कन्भिन्स। क्यान यु? त्यो बेला त सक्दैन। सकिन्छ? त्यो रिसाइरहेको बेलामा कन्भिन्स गर्न सकिन्छ? हरेक कन्भिन्स गर्ने कुराले तपाईँलाई लात हानेर ल्याउँछ। ऊ अझ घिउमा के अरे आगोमा घिउ थप्ने काम गर्छ। किन त भन्नाले ऊ इमोसनमा छ। केमा छ? इमोसनमा, नेगेटिभ इमोसनमा या पोजिटिभ इमोसनमा। त्यस कारण सम्झाउन सकिँदैन। जस्तै एउटा केटाले केटीलाई प्रेम गरेछ, केटीले केटालाई प्रेम गरेछ। अब कुन लेभलमा छ? इमोसनमा छ। अब आमा बाबाले उनीहरूलाई सम्झाउन सक्छ? दाइ भाइले सम्झाउन सक्छ? सक्दैन। कसैले पनि सम्झाउन सक्दैन। किन? अरूले सम्झाउनु गयो भने उनीहरूको प्रेम चर्को हुँदै जान्छ। हे, यो जोडा तिमीहरूको ठिक छैन है, यो मिल्दैन भनेर सम्झाउनु गयो, आमा बाबा आफन्तले सम्झाउनु गयो भने तपाईँहरूको प्रेम कम होइन, बढ्दै जान्छ। त्यसकारण फिल्ममा भिलेन अनिवार्य हुन्छ। भिलेन नभएको भए प्रेमको पराकाष्ठामा पुग्नै सक्दैन। राइट? त्यो भिलेनले बोलाइदिएको कि भिलेन। आमा बाउ कहिले भिलेन बनिदिन्छ, कहिले साथीभाइ भिलेन बनिदिन्छ। तर भिलेन आएपछि मात्रै दुईजनाको बीचमा प्रेम पराकाष्ठामा पुग्छ। किनकि यो बेला कसैले कसैलाई सम्झाउन सक्दैन, चाहे नेगेटिभ होस् चाहे पोजिटिभ होस्। संस्कृतमा एउटा भनाइ छ, विनाशकाले विपरीत बुद्धि। जब विनाश हुन थाल्छ त्यो बेला बुद्धि विपरीत हुन्छ, उल्टो हुन्छ। पहिलो कुरा त बुद्धि नै आउँदैन। यो त पुरानो भनाइ न हो, यो त साइन्स र टेक्नोलोजीको डेभलप हुन अगाडिको भनाइ हो। विनाशकाले विपरीत बुद्धि। विनाशकाले विपरीत बुद्धि होइन, विनाशकाले बुद्धिहीनम। राइट? विनाश हुने बेलामा बुद्धि नै हुँदैन, अनि बुद्धि भएको बेलामा विनाश पनि हुँदैन। किनकि संसारको सबै साइन्स, टेक्नोलोजी, अध्यात्म सबैको विकासमा पहिलो भूमिका केले खेल्छ? बुद्धिले खेल्छ। यो पशु, यो प्राणी जगत र मान्छे, फरक के त? मान्छेले बुद्धि लगाउन सक्छ, यिनीहरूले सक्दैन, र त यिनीहरूमाथि हामीले शासन गर्यौँ। राइट? त्यसकारण बुद्धिले मात्रै तपाईँलाई पावरफुल बनाउँछ, शक्तिशाली बनाउँछ, सेन बनाउँछ। सेन भनेको तपाईँलाई खस्कन दिँदैन, बुद्धिले मात्रै। भावले त खस्काउँछ, चाहे नेगेटिभ होस् या पोजिटिभ होस्।
अत अहिले साइन्टिस्टहरूले यो पनि भनेका छन् कि प्रायः जसो फिजिकल र मेन्टल रोगको कारण स्ट्रेस हो। के हो स्ट्रेस? स्ट्रेस भनेको तनाव। तनावको लागि चाहिँ एड्रेनालिनले पनि तनाव दिन्छ, कर्टिसोलले पनि तनाव दिन्छ, राइट? त्यसकारण एड्रेनालिन र कर्टिसोल यो दुवै तनाव दिने हर्मोनहरू। तर यसको फङ्सन हुन्छ फेरि यही सन्दर्भमा हालसालै वैज्ञानिकहरूले पत्ता लगाएको रोचक कुरामा प्राणायामसँग जोडेर भन्नुपर्छ, यो श्वास क्रियासँग। उनीहरूले के भनेका छन् भने, अथवा उनीहरूले के पत्ता लगाएका छन् भने, जो मान्छे साह्रै नेगेटिभ हुन्छ त्यो बेला उनीहरूको हृदय, हार्ट, के अरे हार्ट हो, त्यो बेला उनीहरूको हार्टको बिट जुन छ नि बढ्दै जान्छ, पोजिटिभमा पनि बढ्छ त्यो। जस्तै कसैसँग प्यार हुँदा पनि ढुक 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 गर्छ है, कसैसँग वार गर्नु पर्दा पनि ढुक ढुक हुन्छ। मुटु सामान्यतया हाम्रो 70-72 चाहिँ 1 मिनटमा चल्छ सामान्य अवस्थामा, तर इमोसनमा हुनासाथ त्यो बढ्छ। डरा पनि बढ्छ, प्यार भए पनि बढ्छ। वार र प्यार दुवैमा 120 पुगिरहेको हुन्छ। जस्तै तपाईँलाई चाहिँ एउटा अफर आयो, ल चिट्ठा पऱ्यो, अब मुटु चाहिँ 72बाट 1 करोडको चिट्ठा पऱ्यो भने 72बाट 140मा पुग्छ, राइट र रङ? ढुक 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 गर्छ। एउटा गजबको कुरा गजबैसँग चाहिँ सुन्नुपर्छ हामीले। यो कुरा के हो त भने 120 मुटु चाहिँ को धड्कन जुन छ नि मान्छेको, त्यो युज हुँदाखेरि एड्रेनालिन युज भइरहेको हुन्छ, हर्मोन। त्यसो हेर्दाखेरि हामीलाई एड्रेनालिन भनेको गलत चिज हो कि जस्तो लाग्छ। तर एउटा गजबको कुरा, जब मान्छे प्यासनेट अथवा प्यासन भन्छ नि जसलाई, प्यास, मैले यो चिज पारै छाड्छु भन्ने एउटा सङ्कल्प गर्छ। राजनीतिमा स्वतन्त्रताको सङ्कल्प गर्दो होला, एउटा सामान्य मान्छेले चाहिँ म अरबपति बनेरै छाड्छु भनेर सङ्कल्प गर्दो होला। गोल सेटिङ, सपना बनाउनु भन्छ नि, ठुल्ठुलो सपना हो। त्यो ठुलो सपना बनाउँदा मान्छेले सबै कुरा बिर्सन्छ। दायाँ बिर्सन्छ, बायाँ बिर्सन्छ, तल बिर्सन्छ, माथि बिर्सन्छ, र जहाँ सपना बनाएको हो त्यही मात्रै देख्न थाल्छ। त्यो बेला पनि उसको मुटु 120 हानिरहेको हुन्छ। क्यान यु इमेजिन इट? जसरी पनि म प्राप्त गर्छु। अब लडाइँ गर्दा पनि त्यही हुन्छ, फेरि नेगेटिभ हुँदा पनि, डिप्रेस हुँदाखेरि पनि, पीडित हुँदाखेरि पनि। अनि गजबको समाचार भर्खरै वैज्ञानिकहरूले के पत्ता लगाए भन्नाले, एड्रेनालिन हर्मोन जब तपाईँले सपनालाई साकार गर्नको लागि अगाडि बढ्नुहुन्छ त्यो बेला पनि एड्रेनालिन प्रयोग भइरहेको हुन्छ। अनि जब तपाईँ डराएको हुन्छ, नेगेटिभ भइरहेको हुन्छ, फ्रस्ट्रेटेड भइरहेको हुन्छ, त्यो बेला पनि एड्रेनालिन युज हुन्छ। डराउँदाखेरि पनि 120मा मुटु चल्छ। कुनै लक्ष्य हासिल गर्नु खोज्ने मान्छेको पनि 120मा चल्न सक्छ। फरक के भयो? के फरक भयो? सबभन्दा गजबको कुरा के छ भने 120 पोजिटिभमा चल्दाखेरि स्पिड त बढेको हो, मुटुको पम्पिङ, ब्लड पम्पिङ त धेरै भएकै हो, ब्लडको प्रेसर पनि बढेको होला त्यो बेला। नेगेटिभ हुँदाखेरि त्यो कोहेरेन्स हुँदैन ब्रेनसँग। त्यसकारण त्यो चाहिँ यो हार्टको जुन सिस्टम छ नि, ढुक 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 हुनु पऱ्यो, ढुक 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 ढुक, त्यो सिस्टम हुँदैन त्यहाँ। अनि जब चाहिँ तपाईँले सपनालाई पछ्याउनुहुन्छ, लक्ष्यलाई पछ्याउनुहुन्छ, मुटु त चलिरहेकै हुन्छ, जोस त आइरहेकै हुन्छ, तर त्यो बेला मुटु एउटै चाल, ढुक 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 भनेको मतलब त्यहाँ रिडम हुन्छ। के हुन्छ? रिडम हुन्छ। अनि गजबको कुरा सुन्नुहोस् है, तपाईँको दिमागभन्दा ब्रेनबाट भन्दा मुटुबाट निस्कने शक्ति कम्तीमा पनि 50 गुणा बढी त कम्तीमा पनि निकाल्छ। इमोसनमा आउँदा त बुद्धिभन्दा इमोसन 500 गुणा 5000 गुणाले चाहिँ शक्तिशाली हुँदै जान्छ भन्ने कुरा पनि छ। इलेक्ट्रिसिटी ब्रेनबाट पनि निकाल्छ, तर बायो इलेक्ट्रिसिटी भन्छ।
मुटुबाट पनि निकाल्छ। अचेल तपाईँले मसिन हेर्नु भएको होला, जस्तै ब्रेनको इइजी मसिनले पनि झुइ 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 देखाउँछ, राइट। अनि मुटुको इलेक्ट्रिसिटी नाप्ने, पल्स नाप्ने मेसिनलाई के भन्छ अरे? इसिजी। त्यसको पनि त्यस्तै हुन्छ, यस्तो झुइ 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 तलमाथि गइरहेको हुन्छ है। तलमाथि झुइ 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 मिलाएर गयो भने चाहिँ ठिक छ। झुइ 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 झुइको माथि गयो फेरि तल, झुइ 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 तल, फेरि झुइ 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 माथि गयो भने खत्तम। रिडमबाट बाहिर गयो। जब मुटु रिडमबाट बाहिर जान्छ त्यो बेला यो नेगेटिभ बन्छ। यसले पीडा दिन्छ, दर्द दिन्छ, समस्या दिन्छ। जब मुटु रिडमबाट बाहिर जान्छ, त्यसकारण तपाईँ एक्साइटेड हुँदा पनि पोजिटिभ हुनसक्छ र शान्त हुँदा पनि नेगेटिभ हुनसक्छ। के अरे? साह्रै एक्साइटेड मान्छे पनि पोजिटिभ हुनसक्छ, साह्रै शान्त मान्छे पनि खत्तम हुनसक्छ। किन इमेजिन? है। यसको उल्टो पाटो जस्तै एड्रेनलिन भन्ने एक्साइट गर्ने हर्मोन भयो, ब्रेनबाट उत्पादन हुने एसिटाइलकोलाइन भन्ने न्युरोट्रान्समिटर हुन्छ। के कोलाइन रे? एसिटाइलकोलाइन। अनि यसले मेमोरीको फङ्सन पनि गर्छ। एउटा कुरा त खास गरी चाहिँ शान्त राख्छ। मान्छेलाई शान्त राख्नलाई युज हुने ब्रेन केमिकल जसलाई एसिटाइलकोलाइन भन्छ, त्यो भनेको यसरी हेर्दा पोजिटिभ जस्तो देखिन्छ। यो एसिटाइलकोलाइन चाहिँ रिलिज भइरहँदा, ब्लडमा आइरहँदा, रगतको धारमा आइरहँदा नर्मल्ली हाम्रो हार्ट रेट चाहिँ कम हुँदै जान्छ। जसरी 70-72 त सामान्य भयो, धेरै घटेर 60 पनि आउन सक्छ, 50 पनि आउन सक्छ। कम्प्लिटली त्यो शान्त के अघि ढुकढुक 120 छ, अहिले घटेर 60 छ या 50 छ, या ठिकै छ 70 मा छ, घटेको छ, किनकि एसिटाइलकोलाइन चलेको छ। तर यसरी शान्त हुनु पनि नेगेटिभ पोजिटिभ दुवै हुनसक्छ। किन इमेजिन? किनकि शान्त हुनुको अर्थ त्यो 50 मुटुको चाल चल्नु होइन, अथवा 60 चल्नु, 70 चल्नु होइन। शान्त हुनुको अर्थ हो मुटु रिडममा चल्नु। रिडममा चलेन भने त्यो शान्त हुँदाखेरि पनि मान्छे दुखी हुन्छ। जस्तै बोर हुनु पनि शान्तै हो नि, एकदमै चाहिँ बोर भइरहेछ, उसले केही गर्नै सक्दैन, कि केही गर्दैन भने बोर मात्रै भएर बस्छ। एक्साइट हुँदैन नि हो, ऊ रिसाउँदैन, एक्साइट हुँदैन, तर हाई हाई गरेर बस्छ, निद्रा चाहिँ चुप चुप लागेर बस्छ। यो शान्त त भएको हो नि, राइट? यो शान्ति भनेको नेगेटिभ शान्ति हो। किन मान्छ? तर शान्तिको अर्को एउटा पाटो के हुन्छ? पोजिटिभ शान्ति हुन्छ, जहाँ मन एकाग्र हुन्छ, है, जहाँ मन कहीँ पनि भाँडिँदैन, शान्त छ, जे हेऱ्यो जे सुन्यो त्यसमा फोकस छ, यो पनि शान्त। बोर हुनु, अप्ठ्यारो जस्तो फिलिङ नभए पनि बोर भइरहनु, केही गर्न मन लाग्नु, अल्छी हुनु, गर्नुभन्दा नगर्नु जाति हुनु, निद्रा लाग्नु, यो जम्मै शान्ति नै हो, राइट? किनकि यसले अशान्त काम त गर्दैन। तर यसमा पनि मुटुको चाल कमै हुन्छ। अहिले नाप्यो भने त्यो बोर भएको मान्छेको र होइन केही चिजमा इन्ट्रेस्ट नभएको मान्छेको मुटुको चाल, अझ डिप्रेसनमा त्यो हुन्छ नि, केही चिजमा इन्ट्रेस्ट हुँदैन, मुटुको चाल चाहिँ यसरी हेर्दा कम हुन्छ। हेर्नुहोस् है, अब बोरिङमा, नन इन्ट्रेस्ट, केही चिजमा इन्ट्रेस्ट नहुनुमा पनि मुटुको चाल चाहिँ कम भइदिन्छ। अनि केमिकल एसिटाइलकोलाइनै आउँछ शान्त पार्ने। तर यो चाहिँ काम नलाग्ने शान्ति। अब यसको ठ्याक्कै उल्टो हेर्नुहोस् त, एकदम एकाग्र भएको छ,
जे खायो त्यो मिठो लागेको छ, जे सुन्यो त्यसमा चाहिँ फोकस भएको छ, जे गर्यो त्यो बाहेक मन दायाँ बायाँ गएको छैन है, यो पनि शान्ति हो। यो पोजिटिभ शान्ति हो। अब केमिकल चाहे नेगेटिभ आओस् या पोजिटिभ आओस् त्यसले फरक नपार्ने रहेछ क्या। द भेरी इन्ट्रेस्टिङ फ्याक्ट इज तपाईँ चाहे एक्साइटेड अवस्थामा होस् अथवा तपाईँ चाहे शान्त अवस्थामा होस् त्यसले फरक पार्दैन। फरक केले पार्छ? तपाईँको मुटुको चालले फरक पार्छ। रिदम छ कि छैन मुटुमा। त्यसकारण तपाईँको लाइफलाई निर्धारण गर्ने, अघि मैले भने नि तपाईँको बिहेभ तपाईँ कस्तो हुन्छ त? अब तपाईँको बिहेभ राम्रो हुन्छ कि खराब हुन्छ? आत्महत्या गर्ने बिहेभ गर्छ कि अथवा अरूलाई सहयोग गर्ने बिहेभ गर्छ भन्ने कुरा केमा निर्भर हुन्छ? तपाईँको मुटुको चाल कसरी चलिरहेको छ बाबु। अब यसले घरमा गएर यसले झगडा गर्छ कि प्रेम गर्छ भन्ने कुरा केमा आधारित हुन्छ त? अब मुटुको रिदम, चालभन्दा चाल त चलिरहेकै हुन्छ। रिदम नेपालीमा के भन्छ रिदमलाई? तालबद्धता होइन त? तालबद्ध रूपमा यदि मुटुमा तालबद्धता छ भने तपाईँको व्यवहार राम्रो हुने भयो। लोग्नेलाई, स्वास्नीलाई, छोराछोरीलाई, परिवारलाई, दाइलाई, भाइलाई, सबैलाई व्यवहार राम्रो हुने भयो। यदि तपाईँको रिदम ठिक छैन है, यो रिदम, हार्टको रिदम चाहिँ गलत गइरहेको छ भने चाहे तपाईँ शान्त भए पनि बिगार्ने भयो, अशान्त भए पनि बिगार्ने भयो। लो बच्चा कुरा, क्यान यु इमेजिन इट? भेरी इन्ट्रेस्टिङ फ्याक्ट। मान्छेले शान्ति अवस्थामा कसैलाई सहयोगै गर्दैन भने त्यो शान्ति के काम है? शान्त छ मान्छे, अल्छी मान्छे साह्रै शान्त हुन्छ है। साह्रै शान्त भएर घाम तापेर बस्छ, अलिकति कर्मयोगै नगरिकन घाम तापेर बस्छ होइन। यस्तो शान्ति काम लाग्दैन। यो अल्छी भयो भने पनि शान्ति हुन्छ, केही नगरिकन बस्दिन्छ। कोही मान्छे त्यस्तो हुन्छ, साह्रै एक्साइटेड हुन्छ, एकदम गरौँ 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 गरौँ, चुपचाप त बस्दै बस्दैन, अशान्त देखिन्छ त्यो मान्छे, तर इज पर्फेक्ट। किन पर्फेक्ट भन्नाले उसको रिदम ठिक छ, उसले पोजिटिभ, उस अशान्त त हुन्छ बाहिर तर ऊ पोजिटिभ रूपमा अशान्त हुन्छ। कोही मान्छे शान्त त देखिन्छ तर नेगेटिभ रूपमा शान्त भइदिन्छ, सहयोग नगर्नु है, यो पनि शान्ति नै हो नि। घरमा केही नगरिकन बस्दिन्छ मान्छे, शान्ति होइन त्यो। तर यस्ता शान्ति भन्दा त एकदमै जाजल्यमान, चलायमान, चुपचापै नबस्ने, अशान्त देखिने मान्छे चाहिँ राम्रो हो, किनकि उसले कमसेकम राम्रो काम गरिरहेको हुन्छ। त्यसकारण सवाल शान्त हो कि अशान्त हो होइन मित्र। डिप्रेसन अशान्तिमा पनि हुन्छ, शान्तिमा पनि हुन्छ। फ्रस्ट्रेसन, एङ्जाइटी, डर है, यो अशान्तिमा पनि हुन्छ, शान्तिमा पनि हुन्छ। शान्त देखेको मान्छे यसरी हात बाँधेर बसेको हुन्छ, केही गर्दैन शान्त, तर मनमा एकदमै उसलाई डर लागिरहेको हुन्छ। शान्त त हो नि, तर ऊ पीडित छ भित्रबाट। कोही मान्छे एकदम अशान्त देखिन्छ क्या, बाहिरबाट तुफान आइरहेको देखिन्छ, तर ऊ भित्रबाट शान्त हुन्छ। सो सवाल बाहिर शान्त र भित्र के अरे बाहिर शान्त कि अशान्तसँग मतलबै भएन। सवाल भित्रको मुटुको रिदम हेर्नुहोस् है, हामी फर्केर मुटुमा आयो, हृदय चक्रमा आयो, त्यहाँ तालबद्ध रूपमा चलिरहेको छ कि छैन। यो रिदम बिग्रिएर कति रोग लाग्छ नि मुटुको, एरिडिमिया भन्ने रोगै छ। कहिले टुक्टुक गर्ने, कहिले त्यो प्रब्लमै हुन्छ कतिले त। त्यो मान्छेले केही गर्नै आँटै आउँदैन। ओके, त्यसकारण तपाईँ के गर्नुहुन्छ? अब घरमा गएर प्यार गर्नुहुन्छ या सहयोग गर्नुहुन्छ या शान्त बस्नुहुन्छ, तपाईँको शान्ति तुफ भनिन्छ नि, मुर्दा घरको शान्ति के काम, श्मशान घाटको कब्रस्तानको शान्ति के काम, राइट? शान्त शान्तै छ नि, कब्रस्तान जति शान्त कहाँ हो। म अक्सर गरी चाहिँ विदेश जाँदाखेरि कब्रस्तानै जान खुब रुचाउँछु क्या, किनकि अरू ठाउँमा चाहिँ शान्ति ठाउँ नै पाउँदैन। साँच्चैको कुरा, ब्राजिल बस्दा साउ पाउलो भनेको 2 करोड जति मान्छे बस्ने ठाउँ है, एउटा सहरमा 2 करोड मान्छे, कहाँ शान्ति पाउने त्यहाँ? अनि बाहिरको शान्ति त हुँदैन त्यहाँ। अनि अलिकति मेडिटेटिभ, रिल्याक्स, प्रेमपूर्ण हुनु पर्यो भने चाहिँ यहाँ नजिकै कब्रस्तान कहाँ छ भनेर खोज्ने कि। अब त्यहाँ पनि गाड्ने, हिन्दूहरूको त जलाउँछ, यिनीहरूको त गाड्छ
अनि गार्डन भएपछि त्यहाँ चट्ट छिरेपछि यति आनन्द आउँछ, किनकि त्यो सेटिङ पनि यति आनन्द जङ्गलको बिचमा हुन्छ है। कतै कतै त खोलासोला पनि साथसाथै बगिरहेको हुन्छ, कोही पनि मान्छे सितिमिति जाँदै जाँदैन। इनकेस त्यहाँ छिर्यो भने पनि मुख लामो लट्काएर चाहिँ मेरो कोही मऱ्यो भनेर बोल्दै बोल्दैन, शान्ति नै शान्ति क्या। यस्तो शान्ति मसानको शान्ति भनिन्छ है। अक्सर मान्छे शान्त मान्छे पनि त्यही श्मशानको शान्ति बोकेर बाँचेको हुन्छ। Can you imagine it? तर नर्तकलाई हेर्नुहोस् त, नाचलाई अशान्तै त हो नि, यसो नाचिरहेको हुन्छ, तर उसमा ताल हुन्छ क्या, ताल रिडम हुन्छ। त्यस कारण त्यो अशान्ति होइन, त्यो नृत्य हो, किनकि त्यहाँ रिडम छ। सो इज द हार्ट। जब यो हार्टमा रिडम हुन्छ अनि जीवनमा फ्रिडम हुन्छ क्या। हार्टमा रिडम भएपछि जीवनमा फ्रिडम हुन्छ। हार्टमा रिडम भएन भने बाहिरको फ्रिडम पनि के हुन्छ? सर्फडम। सर्फडम भनेको दासता हुन्छ, फ्रिजन। सर्फडम पनि भन्छ, स्लेभरी हुन्छ। त्यस कारण हार्टमा के चाहियो? तालबद्धता चाहियो, राइट? अब द फाइनल कुरा, अब हार्टमा तालबद्धता कसरी ल्याउन सकिन्छ भन्ने वैज्ञानिकहरूले रिसर्च गर्दा एउटा अनौठो कुरा अगाडि सारेको छ। त्यो के त भन्नाले जबसम्म सास तालमा चल्छ तब मात्रै मुटु तालमा चल्छ। सास तालमा चल्यो भने मुटु चाहिँ हडतालमा जान्छ। त्यसकारण मैले आज तपाईहरुलाई रिक्वेस्ट गरेँ, यो चेस्ट ब्रिदिङ भन्छ त्यसलाई। मुटु त यही हुन्छ, फोक्सो पनि यही हुन्छ। त्यसकारण सास तान्दाखेरि हामीले गहिरो सास तान्ने, गहिरो सास छोड्ने त भन्छौँ नै, त्यो त सामान्य कुरा भयो। तर रिसर्चले, वैज्ञानिकहरूले पत्ता लगाएको कुरा के त भने श्वासमा तालबद्धता हुनुपर्छ। जस्तै प्राणायाम त तालबद्धता हो। 5 सेकेन्डमा सास तान्नु, 10 सेकेन्डमा छोड्नु। त 5 को 10 हुनुपर्छ भन्ने छैन। 5 सेकेन्डमा तान्नु, 5 सेकेन्डमा छोडो पनि हुन सक्छ, तर त्यो मिलिरहनुपर्छ। जहिले पनि 5 5 5 5 या 5 10 5 10 5 10 या 5 20 5 20 5 20। तपाईको जुन रेशियो हो त्यो श्वासको रेशियो मिलुन्जेल मुटुको रेशियो मिल्छ, र मुटुको रेशियो मिलुन्जेल तपाईँ शान्तिमा पनि आनन्द आउँछ, अनि चाहिँ क्रियाशीलतामा पनि आनन्द आउँछ। यहाँ त कस्तो मान्छे हामी छौँ त भन्नाले शान्ति भयो भने पनि बोर हुने है, क्रियाशील भयो भने साह्रै गाह्रो भन्ने। अब म त देश विदेश धेरै घुम्दा नेपालीहरू भेट्छौँ, पैसो टन्न टन्नै आउँछ त्यहाँ काम गर्दा है, युरोप अमेरिका या चाहिँ अब खाडी मुलुकमा नै। तर उनीहरूको गुनासो के हुन्छ त भन्नाले प्राय मान्छेहरूको गुनासो एकदमै चाहिँ फुर्सदै हुँदैन, फुर्सदै हुँदैन, गाह्रो हुन्छ भन्छ। यो मान्छेहरूको गुनासो मिल्छ र भने त्यो नेपालमा चाहिँ साह्रै चाहिँ कामसाम नभएर शान्त भएर बसेका तिनीहरू त्यो शान्तिले पोलेर त्यहाँ गएको हुन त पैसा कमाउनु भनेरै गएको हो, त्यसमा त शङ्का छैन, राइट? अब यहाँ बस्दाखेरि पनि पोल्ने, यहाँ किन काम नपाएर पोल्ने, त्यहाँ जाँदा पोल्ने किनकि काम बढी भएर पोल्ने। शान्तिमा पनि चैन छैन, अशान्तिमा पनि चैन छैन। यो पनि तरिका हो र भने यो मिलेन क्या। त्यसैले यहाँ बस्दा तपाईँलाई गाह्रो किन भयो त भन्नाले काम नभएर गाह्रो भएको होइन, मुटुको धड्कन नमिलेर गाह्रो भयो। नत्र भने हामीलाई पनि गाह्रो गर्नुपर्ने। म त संसारभर घुम्दै आएकै मान्छे हो, नेपालैमा आरामसँग बसिरहेछु किनकि धड्कन मिलिरहेछ क्या, फ्रिडम। यो दिलमा ताल मिल्यो भने नेपालमा पनि ठिकै हुन्छ, भुटानमा पनि ठिकै हुन्छ, चट्टानमा पनि ठिकै हुन्छ। होइन, दिलमा ताल मिलेन भने अमेरिका गएर आत्महत्या गरेका छन् मान्छे, कोरियामा आत्महत्या गर्दैछन्, जापानमा आत्महत्या गर्दैछन् नेपालीहरूले, किनकि पैसै पैसा छ। जापानमा आत्महत्या गरेको खबर आउँछ, यहाँले सुनिरहनु भएको होला। कोरियामा आत्महत्या गरिरहेका छन्, खबर आउँछ, सुनिरहनु भएको होला। अमेरिकामा नेपालीहरूले आत्महत्या गरेका छन्। अनि त्यो भनेर के नेपालमा यिनीहरूले आत्महत्या नगरेका हुन् त? सबभन्दा बढी आत्महत्या गर्ने देशहरूको लहरमा नेपाल पनि आइरहेको छ। अरे यार, आत्महत्या गर्नेले नेपालमा पनि गर्छ, ऊ अमेरिका गए पनि गर्छ, कोरियामा गए पनि गर्छ।
त्यो कारण के त भन्नाले कारण हार्टको रिडम मिलेन भने शान्तिमा पनि आत्महत्या गर्छ, हार्टको रिडम मिलेन भने अशान्तिमा त गर्ने नै भयो, शान्तिमा पनि गर्छ। शान्ति बोर हुन्छ उसलाई, अशान्ति तनाव हुन्छ उसलाई। अशान्त भनेको क्रियाशील धेरै हुनु पर्यो भने तनाव, क्रियाशीलै केही नभइकन बस्यो भने चाहिँ बोर। के गर्ने यसलाई? काम भयो भने धेरै काम भयो भन्छ, कामै भयो भने बोर भयो भन्छ। अब के गर्ने यसलाई? मित्र, समस्या तपाईँको काम र शान्ति समस्या होइन, हार्टको रिडम नमिलेको समस्या। ओके, अधिकांश समयमा हार्ट आफ्नो कब्जामा हुनुपर्छ, हार्टको रिडम आफ्नो कब्जा। त्यही नभएको कारणले अमेरिकादेखि लिएर विकसित मुलुकमा हार्ट डिजिज नम्बर 1 डिजिज भइदियो, त्यही ताल नमिले। अहिले साइकोलोजिकल प्रब्लम ल्याउँछ यसले, पछि गएर फिजिकल प्रब्लम हुन्छ। मुटु कहिले ढुकढुक भने कहिले ढुकढुक। अब यसरी भयो भने बिस्तार बिस्तारै मुटु फेल हुन्छ, काम गर्दैन त्यसले। त्यसकारण अमेरिका, युरोप जस्ता मुलुक जहाँ सबभन्दा बढी चाहिँ विकास छ, पैसो छ, काम छ, अवसर छ, त्यहाँ मुटुको रोगबाट मर्ने मान्छे नमरिएको छ। किन मान्छे? अब त्यसको औषधि के त? आजको यो कार्यक्रम मैले पार्ट 1 मात्रै भन्छु यसलाई, यसको म सिलसिलावार व्याख्या गर्नुपर्छ। यो पार्ट 1 श्वासको रिडम मिलाउनु। त्यो भनेको के? श्वास तान्दा जहिले पनि छातीबाट श्वास तान्नु सिक्नुहोस्। हार्टलाई चाहिँ राहत हुन्छ, पेटबाट मात्रै। यो पेट त रिफ्लक्स हो, रिफ्लेक्ट हो। यहाँबाट मात्रै तानेर हामी चाहिँ पेट मात्रै चल्छ नि, खास चाहिँ छातीबाट चाहिँ श्वास तान्ने हो, पेट होइन। श्वास तान्दा अनि मात्रै छाती चाहिँ बाहिर आउँछ, फुल्छ। अनि छाती बाहिर आउनु भनेको पर्सनालिटी पनि हो। अधिकांश मान्छे हेर्नुहोस् त, ख्यान्त्राङ खुन्त्रङ खेन्त्रङ तालका मान्छेहरू, उसको छाती धस्केको हुन्छ, किनकि उसले छातीबाट श्वास लिनुपर्छ भने कहिल्यै थाहा नै भएन। फोक्सो त यहाँ हुन्छ नि, यहाँ पेटमा त फोक्सो हुँदैन है। त्यसैले योगीहरू, योग साधना गर्ने साधकहरू त्यो बस्दाखेरि चाहिँ हेर्दै रमाइलो हुन्छ। किन त भन्नाले उसको बसाइ मिल्छ क्या, छाती चट्ट बाहिर हुन्छ, टाउको सिधा हुन्छ, ठ्याक्कै चाहिँ सिमेट्री भन्छ त्यसलाई, टक्क मिल्ने हुन्छ। तर अधिकांश मान्छेको मिल्दैन। त्यो नमिल्न साथ चाहिँ अब जीवनमा केही पनि मिल्दैन, केही पनि मिल्दैन। त्यसकारण मिलाउने यहाँ। त्यसैले सास छातीबाट जति तानेको छ, जति छोडिएको छ, त्यसमा के हुनु पर्यो? ताल मिल्नुपर्छ। अब त्यो ताल मिलाउनको लागि नै प्राणायाम गरिरहेको। जसरी तपाईँले मुखैबाट तान्नु पनि हुन्छ, नाकबाट तान्नु पनि हुन्छ। श्वास तान्ने धेरै तरिका छन्। अहिले भनौँ न, नाकबाटै श्वास तान्नु, 1 2 3 4 मा तान्नु। अहिले सिम्पल मात्रै। अब यसलाई चाहिँ 4 मा तान्यो, 8 मा छोड्नु, मुखैबाट छोड्नु, फेरि तान्नुहोस्, 4 मा, फेरि 8 मा छोड्नुहोस्, तान्नुहोस् त, 1 2 3 4, छोड्नुहोस् त, 1 2 3 4 5 6 7 8 सम्म छोड्ने, 4 सम्म तान्ने, 8 सम्म छोड्ने, 4 सम्म तान्ने। 5 भयो भने 10 छोड्ने, 10 भयो भने 20 छोड्ने। यसलाई ताल भनिन्छ। यो अभ्यास गर्दै गर्नु भने हार्ट बिट सिस्टम मिल्छ हार्टमा। अनि हार्टमा सिस्टम मिलेपछि हामी शान्ति भए पनि आनन्दित शान्ति, पोजिटिभ शान्त हुन्छ, अशान्त भए पनि पोजिटिभ अशान्त हुन्छ। ज्ञानी महाराजले त्यसकारण सवाल शान्ति र अशान्ति होइन, सवाल यो पोजिटिभ भइरहेको छ कि नेगेटिभ भइरहेको छ। द्याट्स द पोइन्ट। जे हुँदा पनि हुन्छ, केही नगर्दा पनि हुन्छ, तर केही नगर्दा आनन्दित हुनु पर्यो। केही गर्दाखेरि धेरै काम गर्दा पनि हुन्छ, बार गर्दै काम गर्दा हुन्छ, तर के हुनु पर्यो? एक्साइटेड, खुसी हुनु पर्यो। हामी काम गर्दा खुसी हुँदैनौँ, आराम गर्दा पनि खुसी हुँदैन। के गर्दा खुसी हुन्छ? रोग मात्रै हुन्छ। ओके, त्यसकारण रिसलाई कन्ट्रोल गर्नु पर्यो। भनौँ कति मान्छेमा ईर्ष्या हुन्छ, जलन हुन्छ, त्यसलाई कन्ट्रोल गर्नु पर्यो भनेर भन्छन् नि। यो चाहिँ मुटुको बिटमाथि कन्ट्रोल नभएको, किनकि मुटुले ब्रेनले भन्दा
कम्तीमा पनि 50 गुणा बढी शक्ति निकालिरहेको छ, इलेक्ट्रिकल पावर। अनि भर्खरै मात्रै हार्ट म्याथ भन्ने अमेरिकाको संस्थाले र गजबको कुरा के ल्यायो भने मेरो हार्टबाट निस्कने जुन ऊर्जा हो, इलेक्ट्रिकल एनर्जीको पल्स हुन्छ है, त्यो तरङ्ग कम्तीमा पनि 15 फिट अगाडि बसेको मान्छेलाई प्रभावित गरिरहेको हुन्छ। क्यान इमेजिन? 15 फिट भनेको टाढा एउटा मान्छे 5 फिट हुन्छ लगभग नेपालमा, 3 जना मान्छे सिधा सिधा राख्दा त्यतिसम्म मेरो हार्ट बिटले उसलाई प्रभावित गरेको हुन्छ। भन्नाको मतलब म नेगेटिभ हुँदा अगाडिको मान्छेलाई नेगेटिभ पार्दिन्छ त्यसले, र म पोजिटिभ हुँदा अगाडिको मान्छेलाई पोजिटिभ पार्दिन्छ। त्यसकारण यो हार्टबिट खत्तम भएका मान्छेको अगाडि बस्नुहोस् त, यस्तारै बोर लागेर आउँछ, उठ्नु लाग्छ, हो कि होइन भन्नुहोस् त? कति मान्छे यस्तो हुन्छ अगाडि आएर बस्यो कि आफू उठ्नु जस्तो लाग्यो, अनि कति मान्छे यस्तो हुन्छ फेरि अगाडि आएर बस्ने कि मैले केही गरौँ जस्तो उत्साहित बनाइदिन्छ। यो अनुभव छ कि छैन तपाईँहरू? मान्छे मान्छे फरक हुन्छ। त्यसकारण यो हार्टबाट आउने चाहिँ तरङ्ग कम्तीमा पनि 15 फिट एट्याक गर्छ अरे। नेगेटिभ भए नेगेटिभ एट्याक, पोजिटिभ भए पोजिटिभ एट्याक। त्यसकारण तपाईँ अगाडि बस्ने मान्छे शान्त कि अशान्तसँग मतलब भएन, अगाडि बस्ने मान्छेले पोजिटिभ रिडम फालिरहेको छ कि नेगेटिभ रिडम फालिरहेको छ, द्याट इज भेरी इम्पोर्टेन्ट। अब टुङ्गा लगाइदिउँ। उपनिषद भनेको वेदको सार। शास्त्रको नाम के दिएछ? उपनिषद। के भनेको होला जस्तो लाग्ला? यसको अर्थ हुन्छ संस्कृतमा उपनिषद भनेको केही होइन, नजदिक बस्नु। हिन्दू शास्त्रको पराकाष्ठा दर्शन ग्रन्थ उपनिषद। उपनिषदमा धेरै कथाहरू छन्, दर्शन छन्, त्यो आफ्नो ठाउँमा छ, तर त्यो सबैको सार के त भन्नाले नजिक बस्नु। कसको नजिक बस्नु? गुरुको नजिक बस्नु, पोजिटिभ मान्छेको नजिक बस्नु। बस नजिक बसे पुग्छ बाबु, केही सिक्नै पर्दैन, त्यो आफै आफै सिकिरहेको हुन्छ। त्यसलाई ठोस रूपमा उदाहरण दिँदा आगोको नजिक बस्दा तापक्रम आउँछ, बरफको नजिक, हिउँको नजिक बस्दा चिसो हुन्छ। यो त हामीले बुझेको भयो, तर यो बुझिएको थिएन कि हार्टम्याथले चाहिँ एक्सपेरिमेन्ट गरिसकेर सिद्ध नगरेसम्म कि मान्छे 15 फिट टाढा बस्दा एट्याक भइरहेको हुन्छ, नेगेटिभ एट्याक, पोजिटिभ एट्याक। अब भन्नु होला ओहो त्यसमा त खतरा भयो, मेरो घरमा त त्यस्तो धेरै मान्छे छ जसको अगाडि बस्दा मलाई गाह्रो हुन्छ। त्यो त सबैको घरमा हुन्छ, चिन्ता गर्नु। अब गर्ने के त भन्नाले उनीहरूलाई केही गर्न सकिँदैन, गर्ने अधिकार पनि छैन तपाईँलाई। खै 15 फिट पर भन्नु त पाएन, कोही अगाडि आउँदा ए 15 फिट पर, 15 फिट पर। त्यो त भएन। तर एउटा काम के गर्न सकिन्छ भन्नाले आफूले गहिरो गहिरो सास मिलाउनु पर्यो। यस्तो मान्छेसँग बस्नु पऱ्यो भने प्राणायाम सुरु गर्नु पर्यो। यु क्यान म्यानेज इट। डिप ब्रेथ, गहिरो सास तान्ने, रिदम मिलाएर छोड्ने, त्यसले तपाईँको माइन्डलाई, हार्टको रिदमलाई मिलाउँछ र त्यसको असर तपाईँमा आउँदैन। क्यान इमेजिन इट? त्यसकारण लर्न प्राणायाम, लर्न ब्रिदिङ प्याटर्न, यसलाई बुझ्ने। सिम्पल छ दुनियाँ, यहाँ आएर अड्केको छ सबै कुरा सास। फेरि यो गयो भने सबै जान्छ र यसको लिङ्क फेरि हार्टमा आएर अड्केको छ र हार्टको लिङ्क फेरि ब्रेनमा आएर अड्केको छ। कस्तो छ? श्वास, हार्ट, ब्रेन। हेर्नुहोस् त, श्वास गहिरो भयो, रिदम मिल्यो, मुटु रिदममा चल्छ। मुटु रिदममा चल्यो, उसले सिग्नल पठाउँछ ब्रेनलाई पोजिटिभ हुनको लागि, अनि भने पोजिटिभ काम गर्छ। अनि उसले अडाउँछ शरीरलाई, ल पोजिटिभ काम गर, चाहे शान्त बस या चाहिँ स्पिडमा जाऊ। नत्र भने तपाईँ प्रवचन सुनिरहेकै हुन्छ, हार्ट रिदम चाहिँ बिग्रियो भने यसो गर्छ, त्यसो गर्छ, यसो गर्छ, यसो हेर्छ, या गर्नै सक्दैन, बस्नै सक्दैन। जहाँ बस्दा पनि चैनै हुँदैन, बेचैन हुन्छ नि है। त्यसैले मूल कुरा ब्रिदिङ, लर्न हाउ टु ब्रिथ प्रपरली। यसैमा जीवन छ, यसैमा जगतलाई व्यवहार गर्ने तरिका छ। आजलाई यतिकै।
अब एक दुईवटा यहाँ मलाई लेखिरहेको कुरा पढ्छु म, तपाईँहरू जान हतार भएका साथीहरू जान सक्नुहुन्छ है। युवराज सापकोटा, दर्शन गुरुदेव, मेरो प्रेसर लो छ, कुन योगा गर्दा? अब यही मात्रै प्रश्न आउँछ कि कुन योगा होइन, योगा गर्नुहोस् योगा गर्नुहोस्, ब्रिदिङ गर्नुहोस्। मात्र लो प्रेसरले गर्न नहुने आसनहरू पनि हुन्छन्, जुन आसन गर्दा तपाईँलाई रिङ्गटा लाग्छ, त्यो कुराहरू लो प्रेसरले गर्नु हुँदैन। जसरी पछाडि झुकेर गरिने आसनले लोलाई डिस्टर्ब गर्छ, तर अगाडि झुक्ने आसनले लोलाई ठिक पार्छ। यसरी बुझौँ। तर आसन गर्नुहोस्, प्राणायाम गर्नुहोस्। यो रोग भयो त्यो रोग भयो होइन मित्र, यो त परिणाम हो क्या। मुटुको रिडम मिलिरहेको छैन अहिलेको भाषा, त्यसलाई मिलाउँ गरेपछि सबै मिल्दै जान्छ। निर्वाण बस्नेत, प्रणाम गुरुदेव फ्रम दुबई, स्वागत छ। जीवन बास्टोला, गुरुदेव नमस्कार। नमस्कार। पूनम राई, करेक्ट गुरुदेव, सो हार्ट टचिङ, प्रणाम। यस, थ्याङ्क यू है। एनबी दर्शन गुरुदेव बजगाईले लेख्नुभएको छ, दर्शन गुरुदेव भनेर, स्वागत छ। प्राणायामको आसन कस्तो होला गुरुदेव? प्राणायाम भनेको सिधा बसेर पनि गरिन्छ, पल्टिएर पनि गरिन्छ, हिँडेर पनि गरिन्छ। प्राणायाम भनेको श्वासको ताल मिलाउने हो, त्यति मात्रै बुझौँ। राजु पोखरेल, जय गुरुदेव फ्रम साउथ कोरिया, स्वागत छ। नवीन कणेल, हस्बेन्ड वाइफको झगडा पल पलमै हुन्छ, के यो लभको रिजल्ट हो त? मैले यहाँलाई अघि नै भने यो इमोसनको रिजल्ट हो। तपाईँ झगडा हुनुको कारणमा हार्टबिट मिलिरहेको छैन क्या। कुरा बुझ्नु न नवीन कणेलजी, हाम्रो हार्टको रिदम फेलियर भइरहेछ, त्यस कारण झगडा हुन्छ भनेको मैले। फेरि पनि बुझ्नुहोस्, हाम्रो हार्टको बटम लाइन, आजको कार्यक्रमको बटम लाइन के हो भने, फेरि पनि बुझ्नुहोस्, यसलाई म औँला ठड्याएर भन्छु, यसलाई अन्डरलाइन गरेको भनेर बुझ्नुहोस् है। बटम लाइन के हो? हाम्रो लाइफ गोलमाल हुनुको कारण शारीरिक रूपमा र मानसिक रूपमा, त्यसको सेन्टरमा हाम्रो हार्टको बिट ठिकसँग चलिरहेको छैन। त्यसमा कोहेरेन्स भन्छ त्यसलाई, त्यसले ब्रेनसँग कोहेर गर्नुपर्छ है। त्यो कोहेर भइरहेको छैन, मिलिरहेको छैन तालमेल। कहिले चाहिँ ढुक 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 जान्छ, ढुक 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 गइदिन्छ। यो जाँदाखेरि अनि ब्रेन चाहिँ कन्फ्युजनमा पर्छ, अनि ब्रेन कन्फ्युजनमा परेपछि शरीर व्यवहार जम्मै कन्फ्युजनमा जान्छ। तर यो सिस्टममा गयो भने ब्रेन सिस्टममा जान्छ, ब्रेन सिस्टममा गएपछि व्यवहार सिस्टममा आउँछ। बटम लाइन के हो? अरे म हरिद्वारको कुरा गर्दैछु हजुर, मलाई सानसानो कुरामा पनि एकदम रिस उठ्छ। कारण के होला गुरुदेव? फेरि गाह्रो सोध्नु, 12 वर्ष रामायण पढेर फेरि सीता सोध्नु भयो नि त मित्र। हार्टबिट मिलेन के, ब्रिदिङ मिलेन। बटम लाइन इज ब्रिदिङलाई मिलाउनु। प्रदीप थापा, लोग्ने स्वास्नीको गर्लफ्रेन्ड बोयफ्रेन्डको झगडा त रिजल्ट पो रहेछ, कति हाँस्नु। हिसाब पहिले बिग्रिन्छ कि अरे उत्तर मिलान खोजेर के हुन्थ्यो र। प्रदीपजीले ठिक नाडी समाउनु भयो। थ्याङ्क यू, योर अन्डरस्ट्यान्डिङ इज रियली, आई एप्रिसिएट योर अन्डरस्ट्यान्डिङ। यही हो। एन्जेल विमला, जय गुरुदेव, खुट्टाको कुर्कुच्चो दुखेको, अब यसलाई कुरै नगर्नु, अब यस्तो यस्तो कुरा। अहिले चाहिँ कहाँ हार्टबिटको कुरा गर्दैछु, त्यसलाई मिलाउनु न पहिला, त्यो मिलेपछि अरू अरू आफै मिल्दै जान्छ भन्दैछु। मुक्तिर न्यौपाने, दर्शन गुरुदेव, जय मनोक्रान्ति, हा 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 जापानबाट भन्नुभएको छ। हा 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 नेपाल। नवीन कणेलले फेरि थप्नु भएको छ, लभ म्यारिजमा त झन् धेरै झगडा हुन्छ। फर इक्जाम्पल मी भन्छ क्या। जसको लभ धेरै त्यसको वार पनि धेरै हुन्छ भन्नुभयो। हजुरको नि वाइफसँग वार हुन्छ कि नै है? वाच्ड जीवनसाथी विथ
नरुन कि नारायणपुरी है वाच जीवनसाथी विथ नारायणपुरी हा 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 आई नो योर लभ बट टेल अस अबाउट वाच ओके नारायणपुरीजीको जीवनसाथी उहाँले लिनुभएको जीवनसाथी हेर्नुभएको भए त्यही जवाफ हुन्छ तपाईँ फेरि पनि सोधिरहनु भएको छ है हामीले यो वार भनेको अहिलेसम्म थाहा छैन हामीलाई प्यार मात्रै थाहा हुन्छ किनकि हामी आश्रममा पनि बसेको 5 वर्ष त्यहाँ 100 भन्दा बढी साधकहरू र यहीँ पनि हाम्रो सेरोफेरमा साधकै साधक भइरहन्छ र हाम्रो बिचमा त्यस्तो चाहिँ झगडा त परै जाओस् ठुल्ठुलो स्वरमा कुरा गरेको पनि कसैले चाहिँ सुन्नुहुन्न किन त भन्नाले हाम्रो रिडम मिलिरहेछ क्या त्यसैले चाहिँ द प्रब्लम इज नट यर वाइफ नर यर हस्बेन्ड द प्रब्लम इज यर हार्ट बिट त्यसमा करेक्सन ल्याउनुहोस् कहाँ दायाँ बायाँ घुमिरहनु भएको सेन्टरमा आउनुहोस् मित्र एउटा कुरा बुझ्नुहोस् है एउटा सानो टुक्रा कागजको सानो टुक्रा पनि हावामा चाहिँ अड्याउनुहोस् त अडिँदैन राइट मोबाइल अड्छ हावामा अडिँदैन चस्मा अड्छ हावामा अडिन्छ अडिँदैन किन भन्नाले गुरुत्वाकर्षण शक्तिले तान्छ जवाफ त्यही हुन्छ तर एरोप्लेन हेर्नुहोस् त 500 यात्री लिएर है 500 यात्रीको सामान लिएर एरोप्लेनको वेट यात्रीको वेट सामानको वेट त्यति लिएर पनि आकाशमा उड्या उडे हुन्छ तर खस्दैन गुरुत्वाकर्षणले के नटानेको उसलाई पनि तान्छ तर उसले वैज्ञानिकले के पत्ता लगाएको हुन्छ भने सिस्टम पत्ता लगाएको हुन्छ गुरुत्वाकर्षणले तान्दा पनि उड्न सक्ने सिस्टम हुन्छ त्यस्तै जोइपोइको बिचमा सँगै बसेर पनि झगडा बिना बाँच्ने सिस्टम हुन्छ क्या त्यो पत्ता लगाउनु न भने साधक सन्दीप आचार्य दर्शन गुरुदेव जयमनक्रान्ति भन्नुभयो जयमनक्रान्ति राम बहादुर गोले गुड मर्निङ गुरुजी भन्नुभयो गुड मर्निङ शुभ विमली जय मनोक्रान्ति भन्नुभयो जय मनोक्रान्ति सपनाको संसार जय गुरुदेव बिपी भएकोले हरियो खुर्सानी खानुहुन्छ कि नै रातो पनि खानुहुन्छ है खाँदाखेरि धेरै खानु भएन किनकि लो प्रेसरलाई चाहिँ राम्रो गर्छ खुर्सानीले तर हाई प्रेसरलाई चाहिँ धेरै खायो भने बढाउनु मद्दत गर्छ दारू पाल्नेको के फाइदा हुन्छ गुरु दारू फाल्नेको फाइदा समय बच्छ खौरिरहनु पर्दैन र खर्च पनि बढ्छ अरे तर अब कतिपय मान्छेहरूले के पनि भन्छन् भने दाढी भनेको एन्टिना हो त्यसले चाहिँ ज्ञानलाई तान्छ अरे के ब्रह्माण्डबाट अब यो मलाई थाहा छैन सर बस्नेत गुड मर्निङ गुरु भन्नुभयो गुड मर्निङ मैले पनि भन्ने ढकाल शोभा गुरुजी साह्रै राम्रो ज्ञान गुणको कुरा सुनाइदिनु भयो थ्याङ्क यू ढकाल शोभा यदि यहाँलाई यो टची भइदिएको भए हामीसँग भएको हतियार भनेको सेयरिङ हो यसलाई चाहिँ सारा नेपालीमा पुर्याउने तपाईँ पनि एउटा योद्धा बन्नुहोला हेमन्त कुमार शर्मा मानिसलाई केही गर्दा सही हुँदैन गुरुदेव जसले सकारात्मक सोच दिमागमा ल्याउँदैन त्यसले सुसाइड गर्छ जस्तो लाग्छ मलाई हजुरको भनाइ के छ नि आत्महत्या गर्नुको अर्थ हेमन्त कुमारजी यहाँले कुरा अझै बुझे जस्तो मलाई लागेन यो आत्महत्याको कुरा भनेको रिजल्ट हो प्रोसेस भनेको विचार हो अनि विचार नेगेटिभ पोजिटिभ इमोसन नेगेटिभ पोजिटिभ जानुको कारण के त भन्नाले मुटुको रिडम बिग्रिनु त्यसकारण पोजिटिभ विचार नआउनुको कारण पनि हाम्रो हार्ट बिटलाई चाहिँ हामीले कन्ट्रोल गर्न नसकेको भन्ने अर्थ लगाउनुहोस् हार्ट बिट किन कन्ट्रोल भएन भन्नाले हाम्रो श्वास क्रिया गलत भएको छ र श्वास क्रियालाई चाहिँ प्राणायामबाट ठिक पार्न सकिन्छ त्यो ठिक भएपछि मान्छेले आत्महत्या गर्ने त परै जाओस् तपाईँले कुनै योगीले आत्महत्या गर्यो भन्ने सुन्नु भएको छ गौतम मीन प्रसाद दर्शन गुरुजी भन्नुभयो मैले पनि दर्शन भन्ने रामकुमार तिमिल सिन्हा प्रणाम गुरुदेव प्रणाम कृष्ण घिमिरे प्रणाम गुरुजी मेरो नोज ब्लक हुन्छ
राति सुत्ने बेला। अब यो नोजको कुरा मैले गरिरहेको छैन, मैले श्वासको कुरा गरिरहेको छु। त्यसको लागि पहिला मुखबाट श्वास लिन सिक्नुहोस्। यदि नोज चाहिँ ब्लक छ भने पनि त्यो ठुलो समस्या होइन। रुगा लाग्दा मेरै पनि ब्लक भइरहेको छ अहिले, त्यसले ठुलो समस्या चाहिँ ल्याउँदैन। हामीले खानामा गडबडी गऱ्यौँ, आराममा गडबडी गऱ्यौँ, सबैमा गडबडी गर्ने अनि शरीरमा आउने रोगहरू भनेको त परिणाम मात्रै हो, त्यो त लक्षण मात्रै हो। त्यो लक्षणलाई हटाएर केही पनि हुँदैन। यो त कस्तो भयो भन्नाले जस्तै शरीरमा गडबड भयो भने ज्वरो आउँछ, ज्वरो भनेको लक्षण हो। अब यो तातो बढ्यो भनेर बरफमा डुबाइदियो भने के त्यो मान्छेको ज्वरो निको हुन्छ? त्यो त लक्षण हो। त्यसलाई चाहिँ बरफमा डुबाउँदैमा चिसो त हुन्छ शरीर, तर ज्वरो जाँदैन, भित्र त खराब गर्छ त्यसले। त्यसकारण कारण पत्ता लगाउनु पऱ्यो ज्वरोको, त्यो कारण नहटाएसम्म जाँदैन। त्यसैले मैले स्वास्थ्यका आधारका कुराहरू गर्छु मित्र, त्यसलाई करेक्सन गर्नुहोस्। गोविन्द थापा, जय गुरुदेव, हजुरको लेटेस्ट योगा सम्बन्धी बुक कुन होला? लेटेस्ट त मैले किताब लेखिरहेको छैन मित्र। अब यो नेटबाट जति गइरहेको छ यसैलाई छाप्यो भने किताब हुन्छ। रमेश शाह गोर्खाली, दर्शन नमस्ते गुरु, म धेरै खुसी छु हजुरको प्रवचन सुन्न पाउँदा, परदेशी भूमिमा हुँदा पनि। जय गुरुदेव भन्नुभयो, स्वागत छ। सुजाता श्रेष्ठ, गुरुदेव मेरो क्वेश्चनको एन्सर नै सुन्न पाइन, एकचोटि फेरि सुन्न पाऊँ कि? नमस्कार। सुजाताजीले के क्वेश्चन गर्नुभएको थाहा नै भएन। यहाँ फेरि एकचोटि रोल ब्याक गरेर हेर्दैछु है। सुजाताजी भेटिनु भयो भने आन्सर आउँछ। सुजाता आऊ सुजाता भनेर मैले खोजिरहेको छु तर पाइरहेको छैन। मैले रोल ब्याक गरिरहेको छु है। सुजाताको खोइ मैले अघि बन्द गरेकोमा पर्यो होला, तपाईँले पहिल्यै गर्नुभयो कि क्या हो क्वेश्चन? फेरि क्वेश्चन गर्नु होला। अब समय पनि सकिन लाग्यो आजको लागि, अब कुर्नु पर्यो नि त मित्र। ल सुजाता श्रेष्ठजी, तपाईँको क्वेश्चन मैले भेटिनँ है अगाडि। हर्क राउत, जय गुरुदेव भन्नुभयो, फ्रम दिल्ली भन्नुभयो, स्वागत छ। दिल्लीमा बसेर हामीलाई हेर्नु भनेको खुसीको कुरा हो, किनकि भारतका नेपालीहरूको बिचमा हाम्रो कार्यक्रम त्यति गए जस्तो लागिरहेको छैन। निरज चौलागाई, गुरुदेव शुभ बिहानी, मैले 7 वर्षदेखि फेसबुक युज गरेर पनि यति ज्ञान प्राप्त गर्न सफल भएको थिएन जति तपाईँको एउटा प्रोग्रामबाट मिल्छ। थ्याङ्क यू गुरुदेव। गुरुदेव, अस्तिको धौलागिरीको मुक्तक याद छ तपाईँलाई? ओके। जुन तपाईँले 2 पटक वाचन गरिदिनु भयो, ओके, याद किन नहुनु? 2 पटक वाचन गरेपछि याद त भइहाल्छ नि भाइ। अमृत बजगाई, दर्शन गुरुदेव भन्नुभयो, स्वागत छ। जयबहादुर थापा, मलाई पनि रिस धेरै उठ्छ, कसरी कन्ट्रोल गर्ने? श्वास नमिलेपछि सबै गडबड हुन्छ। प्राणायाम सिक्नुहोस् भन्दैछु, कसरी भन्नुहुन्छ बा तपाईँहरू? जय मनोक्रान्ति, गुरुदेव प्रणाम, म खत्री हुँ, बहादुर फ्रम जापान। म खत्री हुँ बहादुर फ्रम जापान। मेरो समस्या छिटो पिसाब लाग्नु हो, के यसको सम्बन्ध के छ? यसको सम्बन्ध डायबिटिजसँग छ, प्रोस्टेट प्रब्लमसँग छ। तपाईँले डायबिटिज र प्रोस्टेट प्रब्लम र पिसाबमा इन्फेक्सन हुँदा तेस्रो प्रब्लम हुन्छ। यसलाई एकचोटि डक्टरबाट जचाउनु पर्यो अनि थाहा पाउनु पर्यो। हजुरको हाँसोले मलाई पनि साह्रै आनन्द आउँछ गुरु। हर्क राउतजीले फेरि भन्नुभयो, हामी पनि हा। प्रेम बस्नेत, नमस्ते गुरु, शिर भारी हुने, टाउको दुख्ने के कारणले होला गुरु बाबा भन्नुभयो? कारण त तपाईँ आफै जान्नु, जीवनमा कहाँ गडबड गरिरहनु भएको छ हामीलाई थाहा हुँदैन, त्यो तपाईँलाई थाहा हुन्छ। तर अहिलेलाई चाहिँ के बुझौँ भन्नाले साधना गर्नुहोस्, जीवनशैली बदल्नुहोस्, टाउको दुख्नु मात्र होइन जिन्दगी दुख्नु नै ठिक हुन्छ। रबिन बस्नेट, मी आई एम इन सर्च अफ soulmate, so I don't know those sweet fight. Okay? जय मनोक्रान्ति, जय गुरुदेव।
आइ एम इन सर्च अफ सलमेट भन्नुभयो है। सलमेट पाओस्, तर सलमेट पाउन अगाडि तपाईँ ठिक हुनुपर्छ, नत्र भने चाहिँ सलमेटलाई पनि तपाईँले चाहिँ गडबड गरिदिनु होला। सलमेट भनेको गाडी जस्तो हुन्छ, तपाईँलाई ड्राइभिङ गर्न आएन भने खसालिदिनुहुन्छ, एक्सिडेन्ट गरिदिनुहुन्छ। सो डोन्ट सर्च एनी सलमेट, मेक योर सेल्फ रिल्याक्स्ड एन्ड ह्याप्पी पर्सन, देन एभ्री वान विल बी योर सलमेट। ज्ञानेन्द्र भुषाल, गुरुदेव यस्तो विधि काम गर्ने मुटुले किन आफैलाई प्रेम गर्न अगाडि सरेको होला? किन आफै प्रेम गर्न अगाडि सरेको होला? अरू अङ्गाले गर्या भए नि हुने होइन र? मैले बुझिने यो कुरा। तपाईँले यसलाई देवनागरीमा लेख्नुहोस् अनि बुझ्छ है। नेपालीमा यो देवनागरीमा नलेखिकन इङ्ग्लिसबाट रोमनबाट लेखेको कुरा पढ्न गाह्रो छ। तपाईँहरूले त्यो सजिलो छ, त्यो खोजौँ न। राम तिमिल सिन्हा, दर्शन गुरुदेव, बिपी हाई भएकोले गार्लिक खानुहुन्छ कि हुँदैन? 6 केसरा खानुहोस् दिनको, बिहान 2 बेलुका 2। सुनिल प्रजापति, भेरी युजफुल टिप्स, जय मनोक्रान्ति भन्नुभयो, थ्याङ्क यू। अब एउटै मान्छेको म धेरै लिइरहने समय भएन है। ढकाल शोभा, गुरुदेव यो ज्ञानको कुरा सुन्दा आँखाबाट आँसु किन आउँछ? धन्यवाद। ज्ञानको कुरा सुन्दा तपाईँको हृदयलाई टच गर्यो, फिलिङ्स, पोजिटिभ इमोसनै हो आँखाबाट आउनु, आँखाबाट आँसु आउनु। तपाईँ ज्ञानको पारखी हुनुहुँदो रहेछ, खुसी लाग्यो। रुद्र पाया, वाचिङ योर प्रोग्राम फ्रम युके, नाइस प्रोग्राम भन्नुभयो, स्वागत छ। कमला भण्डारी, गुरुदेव जय मनोक्रान्ति, कहिलेकाहीँ एकान्तमा बसेर मजासँग रुन मन लाग्छ, मन त ठुलो हुन्छ तर रोएपछि टाउको नराम्रोसँग दुख्छ। ओके, मजासँग नरुनुहोस् न, आँसु मात्रै बहाउनुहोस् अलिअलि। धेरै रोएर टाउको दुख्नु स्वाभाविक हुन्छ, थोरै चाहिँ रोएर हुँदैन। आँखाबाट आँसु मात्रै बहाउनुहोस्। अब आँसु बहाउनु आदि इत्यादिसँग तपाईँ अल्झिनु पर्दैन मित्र। प्राणायाम गर्नुहोस्, श्वास क्रिया गर्नुहोस्, त्यसले सबै कुरा मिल्दै जान्छ भन्ने कुरा मैले व्याख्या गरिसकेँ। गुरु मेरो जवाफ आएन। सरिया प्रसाद, तपाईँको मैले भेटिनँ है। कमला भट्टराई ढकाल, म इजरायलदेखि गुरुदेव, स्वागत छ हजुरलाई नेपालदेखि। मेरो प्रश्न छाडेर अघि बढ्नुभयो हजुर, रहनुभयो। ओके, स्याद प्रसाद, म फेरि एकचोटि ब्याकमा जान्छु है त। श्रेया पिडी लेख्नुभएको छ, श्रेया पिडी, ब्याकमा जान्छु, पायो भने भन्नु होला। श्रेया पिडी, श्रेया प्रिडी, आओ श्रेया प्रिडी भनेर मैले तपाईँहरूलाई बोर हुन्छ भनेर मैले यहाँ कराइरहेको, किनकि नत्र भने त्यहाँ शून्य हुन्छ, शून्य भएपछि बोर हुन्छ भनेर मन भट्किन्छ भनेर कराइरहेको। तर मैले चाहिँ रोल ब्याक गर्दा पनि पाइनँ श्रेयाजी, सरी है। मैले रोल ब्याक गरेर हेरेँ, तपाईँको प्रश्न देखिनँ, जबकि तपाईँको यहाँ गुरु मेरो जवाफ आएन पनि भेटेँ, अनि मेरो प्रश्न छाडेर अगाडि बढ्नुभयो भन्ने पनि भेटेँ। यो दुवै तपाईँकै हो, तर प्रश्न चाहिँ यहाँ भेटिनँ। रबिन बस्नेतको भन्दा अगाडि छ हजुर, त्यहाँ पाइएन। राम टिमिल सिन्हा, थ्याङ्क यू सो मच भन्नुभयो, धन्यवाद। सानो सानो कुरामा ठुलो ठुलो चिन्ता पलाउने किन होला गुरु? अब म यहाँबाट बन्द गर्न चाहन्छु सबैको। यो किन होला भन्ने सोध्ने काम नगर्नुहोस्। जीवनमा गडबड गरेको छु। बटम लाइन, अहिले तपाईँलाई जे भइरहेको त्यो रिजल्ट हो क्या? रिजल्ट हो। तपाईँले हिसाब जीवनमा धेरै अगाडिदेखि गडबड गर्दै आउनुभयो के, त्यसकारण चाहिँ एन्सर गडबड भयो। सो वाट एभर ह्यापनिङ टु यु इज, वेदर इट इज गुड अर ब्याड, राम्रो भइरहेको होला, नराम्रो भइरहेको होला, स्वस्थ भइरहेको होला, बिमारी भइरहेको होला, यो जम्मै रिजल्ट हो। लाइफमा गडबड भयो के है?
जीवनमा हिसाब गडबड भयो, एन्सर गडबड त्यसैले आयो। त्यसकारण तपाईँले यसलाई ठिक पार्ने कोसिस नगर्नुहोस्, यो ठिक हुँदैन। ठिक चाहिँ कजलाई जानुहोस्, यो त रिजल्ट हो। जबसम्म तपाईँले कजलाई चाहिँ करेक्सन गर्नुहुन्न, रिजल्ट करेक्सनै हुँदैन। जसरी तपाईँले 20 को चाहिँ बोट चाहिँ रोपिराख्नु भएको छ अनि त्यसले हरेक वर्ष 20 को फल दिन्छ। अब बोट रोपेपछि त फल दिन्छ। तपाईँले यो 20 को फलले मलाई दुःख दियो भनेर उसलाई गाली गरेर नआउने त होइन। बोटलाई काटिदिनुहोस्, सक्यो कुरा। जरैदेखि उखेलिदिनुहोस्, सक्यो कुरा। त्यसकारण जीवनमा जे जति भयो नराम्रो कुरा त्यो चाहिँ मैले रोपेको फलको 20 को फल मैले चाखिरहेको छु। अब मैले त्यसलाई जरैदेखि उखाल्नु पर्यो, राइट? जस्तै तपाईँले नयाँ घर बनाउनु पर्यो भने तपाईँको भएको घरमै पुरानो पर्यो, 50-60 वर्षदेखिको पुरानो भुइँचालोले मक्किसकेको घर, अब मलाई यो घरमा खतरा हुन्छ, नयाँ बनाउनु पर्यो भने तपाईँले के गर्नुहुन्छ? त्यसमा त्यो धराधर थप्नु त मिल्दैन। के गर्नु पर्यो? हो, पहिला सबै घरलाई गुर्लम भट्काइदिनु अनि मात्रै त्यसमा नयाँ घर आउँछ, राइट? तपाईँ पुरानो जिन्दगीलाई बदल्न चाहिँ चाहनै गर्नुहुन्न। अब वाल भट्केको छ, पिलर चाहिँ बाङ्गो भएको छ, त्यसमा रङ लाएर बस्नु भएको छ भने भुइँचालोले त भट्किन्छ। सबै कुरा भट्किसक्यो, जीवन मक्किसक्यो, खत्तम भइसक्यो जीवन। अझै चाहिँ त्यो जहाँ जहाँ पाल पऱ्यो त्यहाँ रङ लाएर बस्ने, टालटुल गर्ने, छोप्ने मात्रै कुरा नगर्नुहोस् न मित्र। गडबडी कहाँ भयो जाँदा जाँदै बुझ्नुहोस्। नम्बर 1, हाम्रो जीवनमा सबभन्दा ठुलो कमजोरी व्यायाम भएन। रेगुलर एक्सर्साइज नभइकन कोही पनि मान्छे न खुसी हुन्छ न स्वस्थ हुन्छ। नम्बर 2, रातभरि मस्तसँग सुतेन, 7 देखि 9 घण्टा सुत्न सकेन भने, 7 देखि 9 घण्टा मस्तसँग सुतेन भने कुनै पनि शारीरिक मानसिक रोगले तपाईँलाई छोड्दैन। मान्छेले चाहिँ निद्रालाई सामान्य लिन्छ। निद्राभन्दा ठुलो महत्त्वपूर्ण कुरा के होला जीवनमा? किनकि त्यो बिग्रियो भने सबै बिग्रिन्छ, शारीरिक जीवन पनि मानसिक जीवन पनि। त्यसको लागि तपाईँले कोठामा निष्पट्ट अँध्यारो पारेर मात्रै सुत्न सक्नुहुन्छ। अहिलेको जमानामा त्यो सम्भव देखिँदैन सामान्यतया, किनकि लट्ठामा चाहिँ बत्ती बलिरहेको हुन्छ है, बाहिरबाट लाइट आइरहेको हुन्छ। त्यसलाई कसरी छेक्ने तपाईँले? हो, त्यसलाई ब्लिङ्कर राख्नुपर्छ। के राख्नुपर्छ? ब्लिङ्कर। त्यो बजारमा जानुहोस् किन्न पाइन्छ। त्यो कोठामा ब्लिङ्कर राख्नुहोस्, निष्पट्ट अँध्यारो भएपछि मात्रै तपाईँको निद्रा फर्स्ट क्लास हुन्छ। तपाईँको सामान्य पर्दाले छेक्न सक्दैन। यो कुरा बुझ्नुहोस्। लगानी गर्नुहोस् निद्रालाई। व्यायाम, निद्रा र अरू पानी प्रशस्त पिउनुहोस्। भोजन कार्बोहाइड्रेट कम गर्नुहोस्। हेल्थी फ्याट बढी खानुहोस्, राइट? अनि पोजिटिभ एटिट्युडका अभ्यास गर्नुहोस्, योग गर्नुहोस्, प्राणायाम गर्नुहोस्, ध्यान गर्नुहोस्, अनि सबै कुरा आफै ठिक हुन्छ। त्यसकारण तपाईँको कपाल सेतो उम्रियो, त्यसलाई चाहिँ स्वाट चाहिँ निकालेर फाल्दैमा अब आउने कालो त आउँदैन, किनकि कारण त तपाईँ छ, गडबड गरिरहनु भएको कारण। क्यान्सरको सेल, क्यान्सर लागिसकेको छ, पुरानो सेल मर्दै जान्छ, नयाँ सेल पलाउँदै आउँछ, त्यो पनि क्यान्सरै हुन्छ, किनकि कारण नहटाएसम्म क्यान्सरले क्यान्सरै सेल चाहिँ जन्माउँछ। याद राख्नुहोस्, त्यसलाई कारण चाहिँ हटाउनुपर्छ। र मैले जति पनि व्याख्या गरेँ यो कारणमा, त्यसकारण तपाईँले कारणमा काम गर्नु भएन भने निवारण असम्भव हुन्छ। बटम लाइन त्यही हो। र आजको कुरामा पहिलो कुरा, श्वास क्रियाबाट यात्रा गर्नुहोस्। श्वास जहाँ बसेर फेर्दा पनि हुन्छ। दिनको 20 मिनट बिहान, 20 मिनट बेलुका रिडमिक ब्रिदिङ गर्नुहोस्। थ्याङ्क यू भेरी मच। आजलाई यतिकै। जय हो।